पार्लियामेन्टको स्पिचेस डायलग्सहरू हेरेर really inspired. I'm sure a lot of us in the audience are very curious to know a lot of things about you and your opinion towards women in politics, relative topics. And firstly, I would like to commend you for the incredible work that you're doing. It really inspires women like me to follow your footsteps and to go a little bit forward so that we can make alikati bhaye pani significant changes in this field. Informally start garam है त. So सरस्वती हायर सेकेन्डरी स्कुल क्षेत्र पार्टीबाट एसई दिएर एसएलसी स्कुल लिभिङ सर्टिफिकेट बिएनकेएसबाट म्याथमेटिक्स र इकोनोमिक्समा ए लेभल्स गर्दाको सुमनाको चाहिँ इच्छा र करियर चोइस चाहिँ के थियो त्यति बेला? म एकदमै धेरै फरवर्ड प्लानिङ मान्छे होइन होइन. वेल बिफोर आई स्टार्ट, नमस्ते, गुड मर्निङ सबैजनालाई. एन्ड आई लाइक इट, आई लभ इट द्याट वी आर गोना किप इट इन्फर्मल. त्यति बेला अल आई वान्टेड टु डु वाज, मैले 10 क्लाससम्म जसरी म्याथमेटिक्स पढाइयो मलाई होइन, त्यो अर्थमेटिकै म्याथमेटिक्स हो भनेर, जब ए लेभलमा इट टर्न्ड इन्टु बिट मोर एब्स्ट्र्याक्ट, मैले फर्दर म्याथ्स लिएँ. के भन्छ, मेरो पालासम्म ओ लेभल पनि हामीले गरेको, आई वाज द लास्ट ब्याच होइन, त्यति बेला एडिसनल म्याथ थियो त्यति बेला. देन आई रियलाइज आई एक्चुली रियली लभ दिस सब्जेक्ट. सो त्यसमा चाहिँ नि पढ्छु भनेर चाहिँ थियो. त्योभन्दा बाहेक आई डिडन्ट ह्याभ अ लट अफ प्लान्स एट अल. इट वाज अबाउट लेट्स टेक लाइफ एज इट कम्स. तर मेरो बच्चै बेलादेखि स्वभाव चाहिँ इफ आई डिसलाइक समथिङ, इफ आई सी इन्जस्टिस, त्यति बेला चाहिँ नि आई वुड अलवेज रेज माई भोइस. त्यो बच्चै बेलादेखिको त्यो चाहिँ स्वभाव थियो. So what eventually drew you to politics? So what inspired you? हुन्छ नि म अब चाहिँ पोलिटिक्समा लाग्छु र यो चाहिँ निड अफ द सोसाइटीलाई चाहिँ फुलफिल गर्न मेरो रेस्पोन्सिबिलिटी हो र म अलिकति त्यसमा कन्ट्रिब्युट गर्न सक्छु जस्तो लागेको छ. सो फर्मल पोलिटिक्समा लागेको त ठ्याक्क निर्वाचन अगाडि मात्रै थियो, सङ्घको निर्वाचन अगाडि मात्रै. त्योभन्दा अगाडि चाहिँ नि जुन बेला हाम्रो विवेकशीलबाट रन्जु उठिराख्नु भएको थियो होइन, अथवा साझाबाट किशोर थापा, त्यति बेला एकदम ट्राई गऱ्यौँ होइन, मिलेर लड्नुहोस् भनेर. तपाईँहरू कतिजना त एकदम यङ पनि हुनुहुन्थ्यो होला. हामीले मेयर डिबेट अर्गनाइज गऱ्यौँ. हामीले काठमाडौँको त्यो मलमा माथि थिएटर थियो, त्यति बेला दुईवटा साइडमा राखेर मिलेर लड न, मिलेर जाऊ न, मिलेर गर न भनेर एकदम ट्राई पनि गरेको. सो मैले देखेको भनेको द वे आई अन्डरस्ट्यान्ड पोलिटिक्स इज, yes there is formal politics where you run for public office, where you take active के भन्छ membership of a political party. अर्को भनेको politics भनेको चाहिँ is active citizenry. सो त्यो एस्पेक्टमा चाहिँ नि आई वाज अलवेज देयर होइन. जब नाकाबन्दी भयो अथवा जब भुइँचालो गयो, केही त गर्नुपर्छ, केही त गर्नुपर्छ. त्यति बेला म डिसीमा थिएँ. त्यति बेला त्यो क्याबहरूको ट्याक्सीहरूको पछाडि प्लिज हाम्रो यो त्यति बेला गोर्खाली फाउन्डेसनमा हामीले च्यानल गरिरहेको थियो, फर्स्ट के भन्छ जेनेरेटर उता बारपाकमा पठाउन लागेको, पैसा रेज गर्नु पऱ्यो होइन, के गर्न सक्छौँ त भनेर त्यो ट्याक्सीमा गएर टाँसेर लाइक डोनेट टु नेपाल होइन, हामीलाई वी निड ह्युम्यानिटेरियन सपोर्ट भनेर त्यहाँ बेलादेखि सुरु भएको हो. आई थिङ्क पोलिटिक्स भन्दाखेरि एक्टिभ सिटिजनरी, आई निड टु गिभ ब्याक भनेर होइन. तर यो कन्सेप्ट के पोलिटिक्समा जुन तपाईँले सोध्नुभयो, हामीले धेरै चाहिँ नि पोलिटिक्स भनेपछि वी ओन्ली थिङ्क फर्मल पोलिटिक्स एन्ड वी थिङ्क द्याट्स द ओन्ली वे टु बी पोलिटिकली एक्टिभ. हामी सबैजना त वी हाम्रो विचार हुन्छ, सामाजिक प्राणी हुन्छ, हामी पोलिटिकल नै मान्छेहरू हो के खास होइन. भनेपछि त्यो एजेन्सी, त्यो अहिले त हामी जुन रिपब्लिक गभर्नेन्स सिस्टममा छौँ, जुन हाम्रो एजेन्सी छ त्यसलाई एक्टिभेट गराउने हो पोलिटिक्स भनेको नै होइन. त्यो भनेको टेकिङ इन्ट्रेस्ट इन मेरो वरिपरि के भइरहेछ, मेरो समाजमा केही समस्या छ भने मैले सानो अघि भने जस्तो एकदम 1 इन्च मात्रै अगाडि जान सक्छु, लग्न सक्छु, समाधान गर्न सक्छु भने कसरी गर्ने राइट. सो इट स्टार्टेड, आई वुड से त्यो चाहिँ नि इट्स अलवेज बिन देयर. म युएसमा हुँदा पनि पैसा सकि नसके पनि आई वुड अलवेज कम ब्याक टु नेपाल हरेक वर्ष जस्तो होइन, टु मेक स्योर आई अलवेज रिमेन कनेक्टेड विथ माई रुट्स. र यो जुन नाकाबन्दी बेलामा कारपुल काठमाडौँ गऱ्यो, त्यसपछि मेडिकेसन फर नेपाल गऱ्यो,
त्यसपछि ब्ल्याङ्केट सिलाएर होइन त्यो स्कुलको यत्रो त्यो रोल फ्याब्रिक किनेर ब्ल्याङ्केट काटेर सिलाएर त्यो विन्टराइजेसनको लागि गर्यो. आई थिङ्क दिज आर अल पार्ट एन्ड पार्सल अफ बिङ पोलिटिकली एक्टिभ. अनि त्यति बेला वान थिङ आई थिङ्क इट्स भेरी इम्पोर्टेन्ट टु रियलाइज इज वी लभ टु फाइन्ड हिरोज विच इज फाइन. तर जतिजना पनि मान्छे आयो नि त्यो ब्ल्याङ्केट सिलाउन गाह्रो थियो कि यत्रोमा ठुल्ठुलो सियोले त्यो नाइलनवाला धागोले सिलाउन गाह्रो थियो, काट्न गाह्रो थियो होइन. त्यति बेला जतिजना नि मान्छे आए आई थिङ्क दे वर अल भेरी पोलिटिकली अवेर एन्ड एक्टिभ. दे वान्टेड टु डु समथिङ. कारपुलमा जतिजनाले राइड सेयर गर्यो दे अल्सो वान्टेड एन्ड दे डिड इट बिकज दे वान्टेड टु डु कन्ट्रिब्युट होइन. सो त्यो चाहिँ नि मेरो पोलिटिकल आई वुड से तपाईँहरू पनि इफ युआर कन्ट्रिब्युटिङ एक्टिभली टु युआर टेकिङ इन्ट्रेस्ट द्याट इज बिङ इन्भल्भ इन पोलिटिक्स राइट. तर फर्मल पोलिटिक्समा चाहिँ ठ्याक्क निर्वाचन अगाडि यो प्री इलेक्सन अलायन्स चाहिँ नि इट फेल्ट लाइक डेमोक्रेसी भनेको नै एबिलिटी टु से नो टु समवान होइन. यो भएन भनेर फेर्न पाउने अधिकार हो नि त. त्यो अधिकार नै कुण्ठित गरिएको जस्तो लाग्यो. आई फेल्ट द्याट राइट was being taken away from us when they would always political parties would form alliance अनि क्यान्डिडेट चाहिँ फिल नगर्ने हो भने त भएन नि होइन. सो त्यति बेला ललितपुरबाट अर्निको पाण्डे उठ्ने भन्नुभएको थियो. अनि देन वी ह्याड अ कन्भर्सेसन क्याम्पेन म्यानेज गरौँ कि म काम गरेको लाइक मेजोरिटी अफ पैसा चाहिँ डोनेट गरौँ भनेर. इट्स लाइक होइन कम म्यानेज माई क्याम्पेन भनेर त्यसरी सुरु भएको कुराकानी. तर हियर इज अ भेरी इन्ट्रेस्टिङ ट्विस्ट. त्यति बेला अर्निको उठ्ने भन्यो, शिशिर, दे वर बन्च अफ अदर पिपल एज वेल जसले उठ्छु भन्यो होइन. वाज वन्डरफुल. अनि आई वाज लाइक ओ लेट्स सी वाट आई क्यान डु भनेर. अनि मेरो एकजना साथी आई रिमेम्बर यता झम्सिकेलमा मेरो साथीसँग कफी खाँदै गर्दाखेरि उसले दुईवटा क्वेसन सोध्यो कि सुमना डु यु रियलाइज देयर इज नट अ सिङ्गल वुमेन होइन तिमीले सपोर्ट गर्नेमा र जति पनि पिपल युआर सपोर्टिङ दे आर अल अप्पर कास्ट. त्यो डाइभर्सिटी इन आइडेन्टिटी भएन भनेर त्यो दुईवटा सेन्टेन्स पछि इट रियली हिट मी. देन आई रियली ट्राई टु रिच आउट. द्याट्स हाउ आई मेट तोसिमा. द्याट्स हाउ आई मेट अ लट अफ अदर पिपल हु ऱ्यान यो अघिल्लो निर्वाचनमा. सो द इन्स्टिगेटिङ पार्ट वाज टु बेसिकली से मसँग मेरो राइट चाहिँ नि अहिलेको पोलिटिकल पार्टीले कुण्ठित गर्यो. आई ह्याभ टु डु समथिङ. मैले नन फर्मल पोलिटिक्समा बसेर मैले गर्न सक्ने जति मैले गर्छु नै गरि पनि राखेँ. तर मैले मेरो रिप्रेजेन्टेटिभै छान्ने अधिकार मसँग कसैले खोज्छ भने त्यो त इट्स लाइक बिङ इन द फ्युडल सिस्टम राइट. इट्स द सेम पिपल द्याट अलवेज साइकल थ्रु. अनि त्यो त नामको मात्रै रिपब्लिक भयो, नामको मात्रै डेमोक्रेसी भयो भनेर चाहिँ नि त्यसपछि आई जोइन्ड. वी ह्याड अ कन्भर्सेसन. अब इन्डिपेन्डेन्टहरू हियर इज अ समस्या अफ इन्डिपेन्डेन्ट. 15 दिन अगाडि मात्रै चुनाव चिन्ह दिने भयो होइन. अनि त्यो 15 दिन अगाडि मात्रै चुनाव चिन्ह दिएपछि त मेरो चुनाव चिन्ह यो भनेर देखाउनै समस्या भयो. सो इट्स बेटर टु बी इन अ प्लेटफर्म टुगेदर. एकदम प्र्याक्टिकल समस्या होइन. इट्स लाइक ओके लेट्स जोइन. त्यति बेला कतिवटा ग्रुप थियो, अटेरी समूह थियो, लौरो ग्रुप थियो, घन्टी. सो वेल लाइक अलराइट लेट्स पिक वान वेयर वी थिङ्क वी क्यान ह्याभ अ से एन्ड बेसिकली अल्सो रन इन अ कलेक्टिभ प्लेटफर्म भनेर त्यसरी चाहिँ नि राष्ट्रिय स्वतन्त्र पार्टी जोइन गर्यो. मैले जोइन गर्दाखेरि मेरो भित्र चाहिँ नि एउटा मात्रै सिट जिते पनि आई वुड कन्सिडर माइसेल्फ सक्सेसफुल इन सेन्डिङ मेसेज टु द एस्टाब्लिस्ड पोलिटिकल पार्टिज यु कान्ट डु दिस टु अस लाइक वी आर नट ह्याप्पी विथ दिस भनेर. तर सोचे भन्दा त नेक्स्ट लेभलको भोट्स आयो. एन्ड त्यो समानुपातिकमा लिस्टमा बसौँ कि नबसौँ भनेर पनि म एकदम दुविधामा थिएँ. आई मिन आई इन्जोय कन्सल्टिङ होइन. यो पोलिटिक्सको राजनीति फर्मल पोलिटिक्स कसरी गर्छ थाहा नै थिएन. आई नेभर अहिले भन्दा डोन्ट प्लिज आइएम स्योर तपाईँहरू एकदम अवेर हुनुहुन्छ होइन. त्यति बेला मैले प्रतिनिधि सभाको एउटा पनि बैठकको एउटा पनि 5 मिनट पनि नहेरेको मान्छे हो राइट. म त्यो लेभलको मलाई लोकल इलेक्सनमा चाहिँ नि द्याट इज वेयर एभ्रिथिङ इज जस्तो लाग्थ्यो होइन. मेरो डे टु डेमा इम्प्याक्ट गर्ने लोकल लेभलको. सो त्यति बेला अनि त्यो रन्जुहरू उठ्दाखेरि ल उहाँहरूले जित्यो भने गजब हुन्छ भनेर भित्र भन्थ्यो. तर त्योभन्दा बाहेक खासै गरेका थिएन होइन. सो फर्मल पोलिटिक्समा चाहिँ नि इट रियली वाज टु सेन्ड अ मेसेज मसँग एजेन्सी छ एन्ड आई विल क्लेम द्याट एजेन्सी भनेर चाहिँ नि लागेको. अनि बाई चान्स एमपी भएको. By chance, obviously, I know, ma'am. We've been looking at your work.
Of course, by chance त होइन भने हामी सबैजनालाई नै थाहा भइसक्यो. You've been talking अघि पनि हजुरले भन्नुहुन्छ कि like the reason you joined Raswapa, भनौँ न first of all, is because we're not okay with whatever you've been doing. We think that we need a government that's going to redefine, अघि उहाँले भन्नुभएको जस्तै सत्ता र पोलिटिक्सलाई चाहिँ रिडिफाइन गर्नुपर्ने जरुरी छ अहिलेको कन्टेक्स्टमा चाहिँ. र हामी कोही जनता पनि खुसी छैन विथ वाट एभर हेज बिन ह्यापनिङ फर द पास्ट डेकेड्स भनौँ न. सो यो सबै हुँदाखेरि हामीले हजुरको पार्लियामेन्टको स्पिचेसहरू हेर्दाखेरि पनि बोल्न नदिने खालको, बोल्दाखेरि चाहिँ अलिकति वुमन भएको कारणले गर्दाखेरि लुक डाउन अपन भनेर भनेको जस्तो सिरियसली नलिने खालको इस्युजहरू चाहिँ एकदमै धेरै एभिडेन्ट पनि छ. क्यामेरामा पनि झन् हजुरले फेस गर्दाखेरि त हजुरलाई झन् धेरै राम्रोसँग थाहा हुन्छ. सो यस्तो सिचुएसनमा चाहिँ एउटा महिलालाई चाहिँ पोलिटिक्समा आएर आफ्नो नाम, आफ्नो अस्तित्व बनाउन, आफ्नो भोइस चाहिँ त्यहाँ खडा गर्नको लागि र म पनि छु है, म एकदमै राम्रो क्यान्डिडेट हो र तपाईँहरूको टक्करमा आउन सक्छु भनेर एउटा वुमेन पोलिटिक्सको भोइसलाई चाहिँ एभिडेन्ट बनाउन यस्तो प्रिडोमिनेन्टली मेलले सत्ता वर्षौँदेखि राज्य गरिरहेको सिनारियो र करियरमा चाहिँ हाउ डिफिकल्ट इट इज फर अ वुमेन? इट्स भेरी डिफिकल्ट. द्याट इज द ब्रुटली अनेस्ट आन्सर होइन. सो हामीले जब सुरु गरेका थियौँ, तपाईँहरू आफैले पनि गर्न सक्नुहुन्छ, यो जताततै यो पेट्रिआर्किकल सोच चाहिँ एकदम हावी छ. तपाईँहरूले डु अ मिडियाको रियल स्टेट एनालिसिस. कतिवटा महिलाले कति धेरै बोल्नुहुन्छ. शून्य समयमा महिलाले युजुअली आफ्नो त्यो शून्य समय छोड्नुहुन्न पार्लियामेन्टमा, किनभने विशेष समय महिलाले पाउने एकदम बिरलै छ. अनि उहाँहरूले आफ्नो क्षेत्रको कुरा भन्नुहुन्छ होइन, त्यो इन्क्लुजनको कुरा यो भएन भनेर राख्नुहुन्छ. त्यो कति कभर हुन्छ, त्यो कति कभर हुन्छ भर्सेस when men speak त्यो कति कभर हुन्छ, राइट? द्याट यो चाहिँ तपाईँहरूले खास एकताली एनालिसिस गर्नै पर्छ, बिकज यु निड टु होल्ड अप दिस मिरर टु एभ्री वान. अनि पोलिटिक्स भनेको फर्मल पोलिटिक्स अथवा वाट एभर काइन्ड अफ पोलिटिक्स इज अल अबाउट सेइङ मेरो विचार छ, मेरो विचार यो हो, यो विचारमा आधारित भएर गभर्नेन्सको यस्तो पोलिसिजहरू ल्याउँ भन्ने हो नि त होइन. पोलिटिक्स भनेकै त्यही हो. तर जब तपाईँको विचारलाई कसैले स्पेसै दिँदैन भने तपाईँलाई त त्यो डिनाइ नै गरेको हो नि पोलिटिकल स्पेसमा होइन. त्यो यस्तो महत्त्वपूर्ण रेकग्निसन हामीलाई सुरुवाती चरणमा भयो होइन. हामीले यति मेहनत गरेर त्यो शून्य समय विशेष समयमा कुरा राख्थ्यौँ, त्यो कहिले पनि छलफलको विषय नै भएन, राइट? अथवा जे कुराको लागि पनि सानो सानो कुरा स्ट्याब्लिस गर्नको लागि पनि द अमाउन्ट अफ आवर्स, द अमाउन्ट अफ एफर्ट, त्यो त कस्तो भयो भन्दाखेरि कसैको लागि पास मार्क चाहिँ 75, कसैको लागि पास मार्क 25 जस्तो के. सो त्यो एकदम मेहनत गर्नुपर्छ होइन. एउटा त्यो. दोस्रो चाहिँ नि कस्तो भन्नाले पहिलेदेखि नै देयर इज दिस लाइक अब दोषी चस्मा भन्ने कि के भन्ने, यो यस्तै तरिकाको हुनुपर्छ है भनेर एकदम रिजिड फ्रेमवर्कमा चाहिँ नि राख्न खोज्ने होइन. इट स्टार्टेड अफ विथ भाषा, त्यसपछि इट वेन्ट टु लुगा, त्यसपछि इट वेन्ट टु तरिका, त्यसपछि इट वेन्ट टु नबोल भने बेलामा किन बोल्यो होइन. इट वेन्ट टु एभ्री विच वे टु बेसिकली टेम, द्याट इज द राइट वर्ड के टेम. त्यो के भन्छ अब, आई डोन्ट नो वाट द राइट वर्ड इज. हाम्रो सबै ठाउँमा एउटा हुन्छ नि एकदम कन्फर्मिस्ट बनाउन चाहिँ नि एकदमै प्रयास भयो र त्यो नन कन्फर्मिस्ट हुँदाखेरि सुरुवाती चरणमा चाहिँ नि एक्लै महसुस पनि भयो होइन. हामीले विशेष समय लिएर आई थिङ्क 2 चोटि भनेका छौँ. किन अहिले हामीले जति पनि पोलिटिक्सको पछाडि हेर्छौँ भने हाम्रो शहीदहरूको फोटो अथवा विचारमा तपाईँहरूले महिला नामहरू त थाहा होला 3-4वटा होइन, 3-4जनाको, तर उहाँहरूको विचार के थियो त? पोलिटिक्स इज अल अबाउट विचार. उहाँको फिलोसफी के, फिलोसफीले गाइड भएर उहाँले अहिले मैले यो भन्दैछु भन्दाखेरि 2007 सालमा कति गाह्रो थियो होला होइन. त्यो स्टोरिज अफ स्ट्रगल पनि सुनिन्न, त्यो कसरी उहाँहरूले ओभरकम गर्यो, रोल मोडलै दिएन कि मलाई. अहिले मलाई पनि लाग्छ त्यो रोल मोडल कस्तो महत्त्वपूर्ण छ भन्ने कुरा त्यो वीरगन्जदेखि काठमाडौँको यात्रामा अहिले पनि छ. र हामी सबैजनाले हाम्रो पर्टिकुलर फिल्डमा होस् अथवा अहिले ब्रडर पोलिटिक्समा होस्,
रोल मोडल भएन भने कस्तो हुन्छ भन्दाखेरि गाह्रो हुँदाखेरि ओहो यो मलाईमा त संसारै डुब्न लागेको गाह्रो हो कि त्यो मेजरै गर्न सकिन्न हैन र मिस्टेक्सहरू गर्दाखेरि कसरी ओभरकम गर्ने मिस्टेक नगर्ने त मान्छे हुँदैन हैन सबैले मिस्टेक गर्छ भनेपछि स्ट्रेटेजिक मिस्टेक के हो रिभर्सिबल मिस्टेक कस्तो हुन्छ इरिभर्सिबल मिस्टेक कस्तो हुन्छ रिकभर कसरी गर्ने त्यसको लागि त कसैको पाइला त पछ्याउनु पर्यो नि हैन त्यो पाइला छैन के अनि त्यसैले हामीले यो सदनमा भन्यो पनि why don't we just like we have heritage walks why don't we have a feminist walk पीके देखि उहाँहरु कहाँ लुक्नु भयो कसरी लुक्नु भयो साडी साटासाट गरेर कसरी जानु भयो यो भन्दा यो कहाँबाट सुरु भयो why we got very triggered with this is म बच्चा बेलामा मलाई याद छ त्यो नेपाल टेलिभिजनमा एउटा इन्टरभ्यु हेरेको थिएँ जहाँ चाहिँ नि हाम्रो बडाल्ने दिदीले त्यो भित्र र बाहिर चिठी साटासाट गर्नुहुन्थ्यो त्यो चिठी साटासाटले गर्दाखेरि जेल भित्र भएको हाम्रो पोलिटिकल फाइटर्स र बाहिर भएको मान्छेहरूले विचार आदान प्रदान गरेर प्लान गर्नु तर ती महिलाको नाम खोज्दा खोज्दा नामै छैन यस्तो नि हुन्छ भनेर वी गट भेरी एङ्ग्री हामीले एउटा सुरु पनि गर्यौं हैन यो बट वेल देयर इज अ लट अफ हामीले सुरु गरेको इनिसिएटिभ्स महिलाहरूको सत्ता सडक र सिद्धान्त यो तीनटा समा तपाईहरु आफैले पनि याद गर्नु होला कति महिलाको नाम हामीलाई थाहा छ कति जनजिब्रोमा छ हैन अनि कसलाई देखाएर चाहिँ नि हामीले मेरो जेनेरेसन तपाईहरुको जेनेरेसन भावी जेनेरेसनलाई यो जस्तो चाहिँ नि हुनुपर्छ हैन नानी भनेर भन्नको लागि महिलाहरू खास छैन अहिले पनि अनफर्चुनेटली अहिले पनि त्यही भइराछ हैन गरे एउटा चाहिँ नि अघि भने जस्तो तपाई डु अ मिडिया ल्यान्डस्केपको एनालिसिस टु सी कति महिलालाई स्पेस दिन्छ उहाँको विचारलाई स्पेस दिन्छ कतिजना महिलालाई एज अ विज्ञको रूपमा कोट गरिन्छ हैन कतिवटा महिलाले सुरु गरेको कामको लागि उहाँलाई सर्लक्क बिर्सेर अर्को मान्छेलाई क्रेडिट दिन्छ अथवा लेख्दै लेखेन जब हिस्ट्री लेखिन्न त्यो भनेको त पाइला टेक्दै गइरहेछ मेटिँदै गइरहेछ नि त हैन सो अहिले पनि त्यो इभन आई फेस दैट समस्या नाउ हैन वेदर बी इट फाइटिङ फर टियू को भिसी को टिम बी इट फाइटिङ फर पार्लियामेन्ट्री क्यालेन्डर बी इट फाइटिङ फर एभ्री स्मल चेन्जेस त्यो रेकग्निसन भएन भने के हुन्छ म भन्दा पछि आउने पोलिटिशियन वुमेन पोलिटिशियनको लागि व्हाट इज द एक्सटेन्ट अफ स्ट्रगल हाउ डु यु ओभरकम इट कति मेहनत लाउनुपर्छ के पनि त्यो बेन्चमार्कै भएन के अनि गाह्रो हुन्छ सो अहिले पनि त्यो छ म भन्दा अगाडिको यो 33% कसरी आयो त भनेर हामी कतिजनालाई त्यो स्टोरी थाहा छ त्यो 3 वुमेन हु टुक अ स्ट्यान्ड अगेन्स्ट देयर पार्टी एन्ड सेड चान्स छैन यो त पार्टीबाट निकाल्ने भए पनि निकाल तर मैले त यो संकल्प प्रस्तावमा सही गरेर आएँ भने यो कुरा त पढाइ हुनुपर्छ यो कुरा त ओरिएन्टेसनमा हुनुपर्छ यो मार्च 8 को कार्यक्रममा हुनुपर्छ नि हैन बट वी डोन्ट सी दैट सो इट्स हार्ड बट द पोइन्ट इज the more you try to be conformist the more easy it is for them to always say greater good argument बनाएर यसमा कम्प्रोमाइज गर सानो कुरा त हो नि भने it always starts with सानो कुरा अनि लुगाको कुरा you will be very surprised I see बिन्दा पाण्डे is also coming हैन उहाँलाई पनि सोध्नु यो उहाँको पनि स्ट्रगल रहेछ के अब she is saving some of her stories for her book but it isn't me तर मैले जब सुरु गरे मलाई लाग्यो थियो ओ माई गड आकाश ममाथि खन लाग्यो किन लुगामा किन यस्तो फोकस भनेर मलाई लाग्थ्यो तर सी अल्सो फेस द सेम प्रब्लम रहेछ हैन यो साडी नै लाउनुपर्छ एन्ड देन सी टुक अ स्ट्यान्ड टु से म राष्ट्रपतिहरू आउँदाखेरि एक दिन साडी लाउँछु तर तपाईहरुले त्यो पनि नगर्ने हो भने म साडी नै लाउँदिन एन्ड रिमुभ मी फ्रम द पार्टी साडी नलाएको भनेर गर यो स्टोरी तपाईहरुलाई थाहा थियो त मलाई थाहा थिएन हाउ वन्डरफुल इट वुड ह्याभ बीन हाउ kind of camaraderie it would have been to know this right yes अहिले thanks to social media at least we can record our own stories so अघि पनि हजुरले पनि भनिस् हैन 33% चाहिँ हुनुपर्छ भनेर स्ट्यान्ड लिएपछि मात्र भएको भनेर तर हामीलाई चाहिँ प्रिडोमिनेन्टली मेलकै पहिलादेखि नै एकदम राज चलिरहेको राजनीति परिवेश नेपालको देखेर होला मिनिमममा पनि 33% मिनिमम हो
भन्ने छ तर वी क्यान एक्सटेन्ड मोर देन 33%. तर हामीले 33% पाउनलाई यति गाह्रो भइरहेछ कि हामीलाई एउटा सर्टन मिसकन्सेप्सन के फैलाइसकेको छ भन्दाखेरि वुमेनले चाहिँ 33% मात्रै पाउने हो. तर खासमा त्यो 33% उहाँहरूको आरक्षण जस्तो उहाँहरूको कम्पल्सन हो, त्योभन्दा एक्सटेन्ड पनि गर्न मिल्छ भन्ने कुरा त अझ बाहिर नै लिएर आइरहेको छैन. सो यो कुरा चाहिँ हजुरले भन्दाखेरि मलाई एकदमै फिल भयो कि वेन बिफोर स्टडिङ ल मलाई पनि के लाग्थ्यो 33% मात्र पाइने हो भनेर. तर 33% भन्दा एक्सटेन्ड पनि गर्न सकिन्छ, तर मिनिमम क्राइटेरिया 33% हो भनेर थाहा पाउन चाहिँ धेरै टाइम लागेको थियो. सो दिस इज अल्सो बिकज हजुरले भनिसकेको जस्तै वी डोन्ट ह्याभ हिस्ट्री, वी डोन्ट ह्याभ इन्सिडेन्सेस. हामीसँग वुमेनको कन्ट्रिब्युसन टुवर्ड्स पोलिटिक्सको बारेमा खासै केही पनि डकुमेन्ट्सहरू केही पनि छैन द्याट वी क्यान रेफर टु एन्ड गेट इन्सपायर्ड. सो मैले यो सँगसँगै एउटा सानो इन्सिडेन्ट एड गर्न चाहेँ. अस्ति भर्खर हजुरको कुलमान घिसिङको प्रोटेस्टमा बोल्न दे सरकार लेखेको प्ल्याकार्ड लिएर उभिएको फोटोहरू सामाजिक सञ्जालमा एकदमै भाइरल भइराख्दाखेरि चाहिँ एकदम धेरै पब्लिक कन्भर्सेसन स्टर गराएको थियो. त्यसले कसैले त्यसलाई राम्रो रूपमा पनि लिनुभयो, कसैले चाहिँ सुमना श्रेष्ठ मेम्बर अफ द पार्लियामेन्ट भएको कारणले गर्दाखेरि भित्र प्रोटेस्ट नगरेर बाहिर प्रोटेस्ट गर्नुभयो, इफेक्टिभ हुँदैन यसरी पार्लियामेन्टेरियनले आएर प्रोटेस्टहरूमा भाग लिँदाखेरि भन्ने खालको कन्भर्सेसन्स पनि आयो. सो विथ यु बिङ अ मेम्बर अफ द पार्लियामेन्ट हु अघि हामीले कुरा गरे जस्तै हेज फेस्ड इस्युज while addressing issues inside the parliament, बाहिर गएर प्रोटेस्ट गर्नु र पार्लियामेन्ट भित्र प्रोटेस्ट गर्दाखेरि चाहिँ कुन मिडियम चाहिँ धेरै इफेक्टिभ हुन्छ जस्तो लाग्छ हजुरलाई? केस अनुसार इट डिपेन्ड्स हैन, इट रियली डिपेन्ड्स. मुद्दा स्टाब्लिस गर्न हैन, एजेन्डा स्टाब्लिस गर्न सडक पनि हो सदन पनि हो हैन, त्यो नम्बर 1 द्याट्स द रियालिटी. मुद्दा स्टाब्लिस गर्न एजेन्डा, दिस इज इम्पोर्टेन्ट है भन्न. त्यसपछि दोस्रो कुलमानजीको केसमा त सदन अवरोधै भएको थियो नि त. हजुर. बट डिड द गभर्मेन्ट गो हेड विथ वाट एभर इट वाज प्लानिङ? डिड द गभर्मेन्ट स्टिल गिभ जिरो पर्फर्मेन्स इभ्यालुएसन टु द्याट पर्सन? दे डिड एभ्रिथिङ. भनेपछि सदनबाट केही भयो? नथिङ. सदनबाट एक्चुली के स्थापित भयो? when PM answered was मन्त्रीसँग कुरा नमिलेपछि त फायर हुन्छ, right? And we raised it. It's like, should the bureaucracy be loyal to the laws, which is the rule of the republic, or should it be loyal to an individual politician? No? So सदनबाट त त्यो establish भएन हैन. Or even KIIT को विषयमा सदनबाट I tried, right? I went, I asked for time. त्यो I was driving to the parliament. Akriti called saying, Didi, yesto bhaeko cha. I listened to bhaile pathako clipping. I was like, okay, oh my God, this is happening. We double checked to make sure it was not fake news. Indian paper ma pani aisakya थियो. Then I went to Sabamukh and saying, India ma yesto bhairacha. Our kids are getting like shoved in buses and taken to random places chhodiracha. Hamro बहिनी एकजनाले सुसाइड गरिसक्यो भन्छ. The first question that I was asked is, तपाईँ चिन्नुहुन्छ भने? And I'm like, what does it matter? नाम बहिनीको नाम प्रकृति लम्साल हो. त्यति बेला if you remember, त्यति बेला प्रकृति मैनाली हो कि प्रकृति लम्साल, दुईटा last name spread थियो हैन? It's like, but it doesn't matter. नेपाली हो. It's like, it was unsure. And I said, Indian media मा आइसक्यो, हाम्रो media मा आएन, I understand. तर Indian media मा आइसक्यो, it's not fake news. यो त परराष्ट्रसँग रिलेटेड छ. That's why I need time in the parliament to tell this is happening and they need to maybe shut down the parliament and take this as emergency. किनभने त्यो अङ्कहरू कहिले 700 विद्यार्थी छ भन्छ KIIT मा, कहिले 1200 भन्छ, कहिले 1500 भन्छ हैन. That is a huge population to be just like beaten up bouncer लाएर put in bus अनि random ठाउँमा छोड्ने त. I think it was emergency. Yes, it was an emergency. अनि त्यसको लागि समय नदिएपछि त्यसपछि त म I didn't go to माइतीघर, but I did go to सडक. I did go to media to say, guys, this is happening, do whatever you can, यो छिटो पब्लिश गरिदेऊ. Nepalको media needs to pick it up, so government will take action. And I stayed in the parliament the whole time. I went to the home minister saying, aren't you worried यो ऋतिक रोशन जस्तो फेरि हुन सक्छ? Right? Don't you want to stop and like send our people and do something? अब यो त मैले गर्ने हैन. The entire duration I was in parliament and I tried to say, you need to stop your Sadan, you need to take care of our kids there. So Sadan batter, nothing got established.
Yes. right? So I had to use Sadak to basically say, yo bhayena, you need to do this, and I had to inform general public about it. And thanks to social media, thanks to a lot of student activism, Yes. thanks to a lot of people who cared, not active politics ma, but people who cared, something अहिले पनि where we don't know कहाँसम्म पुगेको छ के भएको छ आन्सर चाहिँ आएको छैन Yes. तर यो अगेन हैन यो फ्रेमिङ चाहिँ नि देयर इज अलवेज गोना बी डिबेट ओ पार्लियामेन्टमा किन नगरेको बाहिर किन गरेको भनेर मुद्दा एस्टाब्लिश गर्न दुवै ठाउँ इम्पोर्टेन्ट छ सदनमा बोलेर मात्रै पनि मुद्दा एस्टाब्लिश नहुने त हाम्रो शून्य समय त अशून्य समय जस्तै लाग्छ सो बिकज आई मिन लुक वी आर अल्सो नि अब कति वर्ष भयो हाम्रो यो प्र्याक्टिसमा गएको इट्स नट अ लट अफ टाइम हैन तर जुन तरिकाले डेमोक्रेसी प्र्याक्टिस हुनुपर्ने त्यो तरिकाले प्र्याक्टिस नभएपछि मुद्दा स्थापित गर्न सडकमा पनि जानुपर्छ सो मुद्दा स्थापित गर्न सडकमा पनि जानुपर्छ र इफेक्टिभ हुन्छ भने पार्लियामेन्टमा गर्दा र सडकमा गर्दाखेरि पनि राम्रो नियतले गरेको र इन्टेन्सन करेक्ट हो भने चाहिँ त्यो गर्दाखेरि एथिकली रङ हुँदैन भनेर भन्ने स्ट्यान्ड बुझ्न पर्यो हैन त तर एउटा कुरा है मैले प्रकृति बहिनीको कुरा उठाउँदै गर्दाखेरि त्यो दिन सदनमा अर्को एउटा पनि मुद्दा थियो कतिजनालाई याद छ इट वाज रिलेटेड टु वुमेन हो यस त्यो मुद्दा सल्ट्यो कति दिन लाएर सल्ट्यो कहाँ पुग्यो पार्लियामेन्टमा त्यो 3-4 जनाले उठाएको मुद्दा हो त्यो राइट त्यसको लागि खगेन्द्रजी सडकमा आउनुभयो हैन सो समटाइम्स आई थिङ्क वेन वी गो एज अ एमपी इन सडक वी आर सेन्डिङ अ मेसेज सदनमा यो कुरा सुनिएन सडकमा चाहिँ नि सुन्नै पर्छ भनेर अहिले सोसियल मिडियामा सबैजना एकदमै धेरै एक्टिभ भएको कारणले गर्दाखेरि पनि सदनमा यस्तो गतिविधि हुँदो रहेछ भन्ने कुरा एभिडेन्टली नलेज भएको कारणले अलिकति अकाउन्टेबिलिटी आएको छ सदनमा बिकज देयर बिन वाच्ड अब जनता पहिला जस्तो छैन जनताले हेर्छ जनताले बुझ्छ जनतासँग एनालिटिकल केपेबिलिटी छ भन्ने कुराले एउटा आन्सरेबिलिटी एउटा डर एउटा म चाहिँ एथिकली गर्नुपर्छ है मैले चाहिँ सबैले समान हक अधिकार दिनुपर्छ बोल्ने टाइम दिनुपर्छ आई हेभ बिन वाच्ड भन्ने अकाउन्टेबिलिटी आएको छ चाहेको जति चाहिँ नि आएको छैन तर अलिकति चाहिँ आएको छ फर इक्जाम्पल सदनमा फर्स्टचोटि जाँदाखेरि आई वाज सक्ड त्यसमा लाइक देयर इज नो स्केड्युल देयर इज नो क्यालेन्डर राइट विच वाज बेसिकली चिफ व्हिपहरू बस्यो र चिफ व्हिपहरूले आफ्नो पार्टीको संसद दलको नेता वेल पार्टीको अध्यक्ष सभापतिसँग बसेर ल यो दिन बैठक कल गरिदिने अथवा कुरा मिलेन यो दिन बैठक क्यान्सल गरिदिने एउटा लाइक सबैजना मान्छे त्यहाँ पुगिसक्या हुन्छ त्यो पेपर एउटा राखेर चाहिँ क्यान्सल भनिदिने हैन त्यस्तो तरिकाले चलिरहेको थियो भनेर त्यस्तै तरिकाले चलिरहेको थियो नि त हैन तर when we raised it we got a lot of support and thanks to again social media हैन that we are able to establish this mudda okay you cannot run parliament like this calendar to hunu paryo that was basically taking power away from chief whips and giving it to individual MPs and to public to get predictability so social media le गर्दाखेरि धेरै वटा मेरो पर्सनल एक्सपिरियन्समा चाहिँ नि पार्लियामेन्ट मोर अकाउन्टेबल भएको छ but still not to a point where I think, I mean, still a long way to go. Let's put it like that. I'm sure हाम्रो audience-हरुमा पनि they have questions to ask. So हामी one round of questions audience-बाट पनि दिन्छौँ. So we start with you, हजुर. हजुरको शुभ नाम र हजुरको प्रश्न. Okay, you very interesting question, right? We started this conversation by saying everybody is a political prani. Jun tarikale involved bhaye pani that is actively participating in a form of governance, in a form of politics. Student politics ko नेपालमा मात्र हैन सबै ठाउँमा योगदान एकदम हाई छ हैन तर that is precisely what we are forgetting. It is student politics that should be driving change, not the political parties that drives entire discourse of student politics or entire discourse of exam koile hune koile result aune हैन
यो भन्छ नि देयर इज अ सेइङ नो द डग शुड बी वागिङ द टेल नट द टेल वागिङ द डग स्टुडेन्ट्सहरू जब एक्टिभ तपाईँहरूले पोलिटिक्स गर्दाखेरि यु क्यान चुज टु अर्गनाइज द्याट इज बिट मोर अर्गनाइज पोलिटिक्स बट इफ यु गो ब्याक टु फन्डामेन्टल डेफिनेसन अफ पोलिटिक्स विच इज एक्टिभ सिटिजनरी जब स्टुडेन्ट्सहरू पढाइ लेखेको मान्छेहरू जसले रातो किताब कहाँ छ यसमा बजेट कति विनियोजन भयो यसको टाइमलाइन के छ त्यो पत्ता लगाउन सक्ने मान्छेहरू जसले आरटिआई राख्न सक्छ जब त्यो वर्ग एक्टिभ हुन्छ पोलिटिक्स बिकम्स भाइब्रेन्ट आई एम नट अगेन्स्ट स्टुडेन्ट पोलिटिक्स आई एम नट अगेन्स्ट एनीबडी डुइङ पोलिटिक्स what I am against is how students or the entire university is used by political parties for their benefit. Look at what is happening in TU. TU मा के भइरहेछ त उत्तर पुस्तिका आन्सर सिट हरायो त्यो आन्सर सिट हराएकोमा समिति बनाएर समितिले एउटा प्रतिवेदन दियो त्यो प्रतिवेदन सार्वजनिक गरेर के भन्छ कारबाही को मान्छेलाई गरौँ भन्दाखेरि इट वाज पोलिटिकल पार्टिज द्याट इन्टरभिन्ड एन्ड डिड नट अलाउ द्याट टु ह्यापन you've got really good professors who are forced है not willingly who are forced career मा bureaucracy as well कतै माथि जानको लागि कसै न कसैको चाहिँ नि डोरी समात्नु पर्ने रहेछ त्यो कहाँबाट आयो हैन or students अस्ति भर्खर actually I met with few SOBU को elected people as well as people who are very active in politics RR मा अस्ति भर्खर भेटेको म उदाहरणै दिन्छु मैले सदनमा सोभियो चुनाव हुँदै गर्दाखेरि देयर वाज अ पर्सन दैट गट बीट अप अस्ति भर्खर भेटे अरु ग्रुप अफ भाइहरु उहाँहरुले के भन्नुभयो दिदी त्यो मान्छेले फेरि कुट्यो अनि प्रशासनले के गर्दैन बिकज दैट गाइ इज प्रोटेक्टेड बाइ द पोलिटिकल पार्टी राइट I think it is very important for students to be very politically active and politically aware. But that means you hold political parties accountable. You hold your MPs accountable. म फेरि सोच्छु कतिचोटि सदन स्टुडेन्ट्सहरुको 10 लाख त तपाईहरु हुनुहुन्छ नि हैन हायर एजुकेसनमा डिफरेन्ट युनिभर्सिटिजमा when you don't get 4 वर्षको कोर्स 6 वर्ष लाग्छ how often does it happens that 10 लाख को लाइफ हैन 1 वर्ष 2 वर्ष गइराछ नि त कुड्दै अनि isn't politics is for that group of people as well who are categorized as students अनि उहाँहरु तपाईहरुको रिजल्ट नहुँदाखेरि सदन कतिचोटि बन्द हुन्छ त्यसमा संकल्प प्रस्ताव कतिचोटि आछ if we look at a lot of people in southern right now धेरै जना विद्यार्थी पोलिटिक्स को ब्याकग्राउन्डबाट आउनु भएको छ त्यो भनेको तपाईको एउटा लेभल चाहिँ मिल्यो स्टुडेन्ट भनेर तर त्यो स्टुडेन्ट पोलिटिक्सबाट आइसकेपछि त युनिभर्सिटीलाई चाहिने तपाईको मेथड्स होला अथवा लेट्स इभन यसको लागि पनि यु क्यान एक्चुअली डु अ रिसर्च हाउ मेनी अफ आवर प्रोफेसर्स ओर स्टुडेन्ट्स पब्लिश त्यो पब्लिश गर्नको लागि रिसोर्सेस कति छ के छ isn't this what it should be about no एउटा पर्सपेक्टिभ दोस्रो is the country going in right direction यसमा स्टुडेन्ट्सहरुको विश्लेषण हुनु पर्यो you need to understand every kind of bath you need to understand how is horseshoe size extreme left extreme right at some point you can't tell the difference it's not a linear curve it's horseshoe यो सबै त तपाईहरुले थाहा पाउनु पर्यो र गभर्नेन्स कसरी हुन्छ थाहा पाउनु पर्छ राइट त्यसैको लागि स्टुडेन्ट्सहरुले इन्टर्नशिप गर्न पाउनु पर्छ but remember what happened in the parliament so how student ले politics गर्न त पाउनै पर्छ तर politics भनेको के हो यो कुरा चाहिँ नि दलको झण्डा बोक्दैमा politics हुन्छ कि हैन तपाई एउटा विचारसँग सहमत विचार त सबैको हुन्छ डिफरेन्ट विचारसँग डिफरेन्ट मान्छे सहमत हुन्छ विचार नहुने मान्छे हुँदैन अफ कोर्स त्यो पनि सही छ तर does that mean you give up your broader identity of a political prani? Do you have space to hold people accountable? Do you feel safe when you go out and voice a very differing opinion? हैन त्यो एउटा पार्ट भयो दोस्रो रासोपाको भातृ संगठन छैन and that is by design politics मा one aspect of politics is power तपाईहरु आफै सोच्नुस्
एउटा वेब बनायो पोलिटिकल पार्टीले होइन, यो सङ्गठनको त्यो सङ्गठनको त्यो सङ्गठनको, आफूलाई चाहियो चक्काजाम गरायो, आफूलाई चाहियो बन्द हडताल गरायो। त्यो पावर कुनै पनि पोलिटिकल पार्टीले एकचोटि टेस्ट गरेपछि छोड्छ जस्तो लाग्छ? तपाईहरूले इन्डिभिजुअली गएर यो शिक्षा विधेयकमा काम भइरहेछ, एमपिज आर भेरी क्लियर, यो शिक्षकहरूले चाहिँ नि खास राजनीति नगरिकन पढाइदिए हुन्थ्यो भनेर इन्डिभिजुअली सबैले भन्छ। तर त्यो विधेयक कानुनमा पनि छ होइन, अहिलेकै कानुनमा शिक्षा ऐनको दफा 16 मा मजाले छ यो गर्नु हुँदैन भनेर। राजनीतिक दलको कानुनमा पनि छ, ऐनमा पनि छ। तर एउटा पोलिटिकल पार्टीको तपाईले विधानमा हेर्नुहुन्छ भने अहिले पनि महाधिवेशनमा शिक्षकको प्रतिनिधि लिइरहेछ। द्याट्स रङ। बट हु इज डुइङ द्याट कोर्स करेक्सन? सो व्हेन यु क्रिएट दिस काइन्ड अफ वेब अफ पावर, यो क्लाइन्टेल के पेट्रन र त्यो रेन्ट सिकिङ बिहेभियर हुन्छ होइन। तपाईले इफ यु लुक एट एनी अर्गनाइजेसन, फर एनी अर्गनाइजेसन टु वर्क प्रपरली उसको सिद्धान्तमा त क्लियर, वी एक्जिस्ट टु डु एबिसी भन्ने हुनुपर्छ नि। अनि मल्टिपल डिफ्रेन्ट मास्टर्स भयो भने होइन, उसलाई रिजायो भने पुग्यो भनेपछि त नन अफ द अर्गनाइजेसन्स क्यान फङ्सन प्रपरली। सो रासोपाले एकदम क्लियरली भातृ सङ्गठन चाहिँ नबनाउने, विल सपोर्ट हुएभर इज डुइङ गुड। तर भातृ सङ्गठन बनायो भने त्यो नेक्स्ट लेभलको लत लाग्छ। त्यो लत लागिसकेपछि चाहिँ नि त्यो जुन बेला एकदम बोजिलो भएर यो हुँदैन भनेर थाहा हुँदा हुँदै पनि आफ्नो इन्डिभिजुअल पोलिटिकल गेनको लागि त्यो डिसमेन्टल गर्दैन। नमस्कार, मेरो नाम आकाश महर्जन हो। मैले चाहिँ त्यही रासोपाले भातृ सङ्गठन गर्छ गर्दैन भन्ने खालकै क्वेसन गर्न लाग्थेँ, एज यु हेभ अलरेडी एन्सर। तर अब मैले हेरेको पनि आई वाज अल्सो इन्भल्भ इन एक्टिभ स्टुडेन्ट पोलिटिक्स बिफोर होइन। तर स्टुडेन्ट पोलिटिक्समा चाहिँ स्टुडेन्टको कुरालाई भन्दा पार्टीको कुरालाई बढी उनीहरूले पार्टीको कुरालाई लिएर सडकमा जाने, टिचरहरूलाई नै रेस्पेक्ट छैन स्टुडेन्ट पोलिटिक्समा। सबभन्दा मैले देखेको मेन प्रब्लम इज टिचर सुड बी रेस्पेक्टेड। टिचर भनेकै हामी पहिलादेखि गुरु परम्परादेखि नै हामीले एकदमै टिचरलाई रेस्पेक्ट गर्ने छ। तर अहिले पनि अब म पढेको कलेजमा पनि ताला लगाइदिने, हामी कति पढ्छौँ भनेर जान्छौँ होइन, तर ताला लगाइदिने, पोलिटिकल पार्टीको आडमा कलेजै चल्न नदिने, सडकमा दङ्गा फसाद गर्ने, यसको सल्युसन चाहिँ के हुनसक्छ त? यसमा मैले पनि अलिकति एड गर्न चाहेँ है। उहाँले भन्नुभएको कुरा एकदमै उ हो। अहिले स्टुडेन्ट युनियन बनाएको भनेको बेनिफिट अफ स्टुडेन्टको लागि हो, राम्रोसँग बेनिफिट अफ स्टुडेन्टको लागि होस् र हक हितको लागि गरोस् भनेर त्यो आशयले गरेको हो। तर अस्ति भर्खर पनि हामीले न्युज हेऱ्यौँ कि भर्खरै नवनिर्वाचित सवियुको अस्ति भर्खरको सदस्यमा निर्वाचित हुनुभएको एकजना विद्यार्थीले चाहिँ पहिलो बैठकै नबसिकन विदेश पलायन हुनुभयो अरे भनेर न्युजसहित उहाँको एयरपोर्टको फोटोसहित न्युज आएको थियो। यस्तो खालको मान्छेहरू चाहिँ इलेक्टेड भएर चाहिँ हाम्रो युनियनमा आउँदाखेरि हामी एज अ स्टुडेन्ट जो चाहिँ उहाँप्रति वी लुक फरवर्ड टु देम, हामी उहाँप्रति भर पर्छौँ। हामीले चाहिँ कतिको इफेक्टिभ भइरहेछ विद्यार्थी युनियन एज टुगेदर फर द बेनिफिट अफ द स्टुडेन्ट भनेर सोच्ने कि उहाँहरूले चाहिँ आफ्नो इन्डिभिजुअल स्वार्थ पूर्तिको लागि मात्र भनेर चाहिँ सत्तामा आउनु भएको हो भन्ने कुरा चाहिँ झल्किरहेको खण्डमा चाहिँ कतिको इफेक्टिभ भइरहेछ र यो विद्यार्थी युनियन, र यसलाई अहिले पनि सञ्चालन गरिराख्नु पर्नेको निड चाहिँ अब यस्तो सिचुएसन आइसकेपछि के छ र भन्ने एउटा क्वेसन चाहिँ वितृष्णाको रूपमा आइरहेको छ स्टुडेन्टमा। सो उहाँले भन्नुभएको जस्तै तालाबन्दी गर्ने होइन, मन लाग्यो भने विदेश गइदिने, नपाउन्जेल ब्याकअप अप्सन जस्तो आएर निर्वाचन भएर कमिटीमा बस्दिने, यस्तो खालको कुराले विद्यार्थीमा जागेको वितृष्णाहरूलाई चाहिँ कसरी एड्रेस गर्न सकिन्छ र अब स्टुडेन्ट युनियनमा चाहिँ ल्याउनु पर्ने चेन्जेसहरू चाहिँ के छ? बिग क्वेसन है। सो लुक, म पढेको कलेजमा ब्रिनमरमा त्यहाँ स्टुडेन्ट काउन्सिल थियो होइन। त्यो काउन्सिल कसरी चल्थ्यो म अलिकति भन्छु। हामीले त्यो क्याफेटेरियामा खाना खाँदाखेरि त्यो स्टाइरोफोममा दिन्थ्यो। स्टुडेन्ट काउन्सिलले कुरा लग्यो होइन स्टाइरोफोम इज रियली ब्याड फर इन्भाइरोमेन्ट, हामीले डिस्पोजेबल युज गर्नुपर्छ भनेर होइन। हामीले त्यस्तो चेन्जेस त्यो फिजिकल लेभलमा गऱ्यौँ। त्यसपछि अर्को चेन्जेसहरू अनर कोड हुन्थ्यो कि हाम्रो होइन, त्यो ओपन बुक अनटाइम्ड हुन्थ्यो, कोलाबरेट गर्न मिल्छ मिल्दैन,
सो त्यस्तोमा यदि प्रोफेसरलाई होइन यो मान्छेले के भन्छ कोलाबरेट गरेर गर्यो तर मेरो आफ्नै मात्र भएर दियो भने इट वुड गो टु फर्स्टमा स्टुडेन्ट काउन्सिल होइन स्टुडेन्ट काउन्सिलमा गएर त्यो प्लेजरिजमको यस्तो अनर कोड मेन्सन त्यो अनर कोड को अनुसार काम गरे कि गरेन फर्स्टमा स्टुडेन्ट काउन्सिलमा जान्थ्यो र जब पछि एकाडेमिक त्यो प्रोफेसर्सहरूको काउन्सिलमा जान्थ्यो त्यति बेला पनि स्टुडेन्ट काउन्सिलको मान्छेहरू जान्थ्यौँ होइन सो I have also seen that practice of when students organize themselves to get something done. होइन त्यो गर्दाखेरि people who knew उनीहरू पब्लिक अफिसको लागि रन गर्ने they would always go for those positions किनभने त्यसमा डिबेट गर्नु पर्यो त्यो प्रपरली लेखेर कसरी गभर्नेन्स गर्ने सिक्थ्यो होइन नेगोसिएसन सिक्थ्यो धेरै पार्ट अफ गभर्नेन्स सिक्थ्यो सो इट हेल्प देम अनि मेरो कतिजना साथीहरू आउँदाखेरि नै फर्स्ट इयर अफ कलेजमा नै म पब्लिक अफिसको लागि लड्नुपर्छ मैले पार्टी गर्नु हुँदैन भने त्यो लेभलको चेतसहित पनि आउँथ्यो है मान्छेहरू सो स्टुडेन्ट काउन्सिल भनौँ स्टुडेन्ट वेलफेयरको लागि स्पेस चाहिन्छ होइन तर अहिले हाम्रो स्टुडेन्ट युनियन मात्रै छैन नि त हाम्रो प्रशासनको युनियन छ त्यो पनि दलगत छ त्यसपछि प्रोफेसरहरूको युनियन छ त्यो पनि दलगत छ त्यसपछि स्टुडेन्ट्सहरूको युनियन छ त्यो पनि दलगत छ टिचर्स अहिले के भन्छ सडकमा हुनुभएका टिचर्सहरूको उहाँहरूको पनि कतिवटा डिफ्रेन्ट पार्टीको दलगत छ होइन र यो हाम्रो मल्टिपल आइडेन्टिटी हुन्छ क्या प्रीति हाम्रो वी गट अ लट अफ आइडेन्टिटिज अनि त्यसमा एउटा मात्रै आइडेन्टिटी हो कि त्यो पार्टीको सदस्यता भनेको तर त्यो आइडेन्टिटी यस्तो हावी भइजाने रहेछ यस्तो हावी भइजाने रहेछ कि मानवता हराउने लेभलको होइन यो जुन आरआरमा जसलाई कुट्यो प्रशासनसँग त सिसिटिभी छ नि किन नदिएको भनेर प्रश्न खास स्टुडेन्ट काउन्सिलले गर्नु पर्यो होइन अथवा तपाईँको केयुएसओएल केएसएल धेरैवटा ठाउँमा विद्यार्थीहरूमाथि भएको जुन रङ डुइङ्स छ त्यसको लागि काउन्सिल अगाडि आउनु पर्यो होइन तर जबसम्म हाम्रो एन्टायर समाजमा त्यो पार्टीको एउटा आइडेन्टिटी म एउटा पार्टीको सदस्य हो अथवा म एउटा पार्टीको पदाधिकारी त्यो आइडेन्टिटी हावी हुँदाखेरिसम्म चाहिँ नि जबसम्म हामीले इन्डिभिजुअलमा फेरि जान्छौँ कि पोलिटिक्स के हो इट्स आवर एक्सर्साइजिङ आवर एजेन्सी त्यो आफ्नो भित्र भएको पावरलाई रेकग्नाइज नगरेसम्म र एउटा दलको सदस्यता त्यो एउटा आइडेन्टिटी मात्रै हावी भइराख्यो भने त इट विल अलवेज बी यो दल त्यो दल इट विल नेभर बी फर स्टुडेन्ट वाट इज राइट स्टुडेन्टको एक्सिलेन्सको लागि वाट इज राइट हाम्रो प्लेसमेन्ट कस्तो भइरहेछ मैले बिएससिआइटी पढेपछि मेरो प्लेसमेन्ट के भइरहेछ वाइ इज माई कलेज नट डुइङ करियर काउन्सिलिङ वाइ इज इट नट इन्भाइटिङ प्राइभेट सेक्टर टु अर्गनाइज करियर फेयर्स त्यस्तो क्वेसन्सहरू त आउँदैन नि त किनभने अगेन यो टियुको भिसीको रेजिग्नेसनमा तपाईँको अन्तर्वार्ता तपाईँले पढ्न सक्नुहुन्छ मलाई लागेको थियो स्टुडेन्टको चुनाव हुन्छ भनेर यो त दलको चुनाव भयो कति प्रहरी परिचालन भयो होइन अनि तपाईँ आफै सोच्नुहोस् त्यो इन्भाइरोमेन्ट जहाँ प्रोफेसर्स गेट थ्रेटन्ड विथ नाङ्गो खुकुरी बनचोरोले अट्याक हुन्छ त्यो पढ्ने इन्भाइरोमेन्ट हुन्छ कि हुँदैन के त्यस्तो इन्भाइरोमेन्टमा कसरी पढ्ने दिमाग चाहिँ नि फिजिकल सेफ्टीकोमा गइरहेछ सो यसलाई चेन्ज गर्नको लागि त मैले देखेको एउटा चाहिँ नि अल्टरनेटिभ भोइस हो दोस्रो चाहिँ नि हरेकजनाले रियलाइज गरिदिनु पर्यो आफ्नो इन्टरनल एजेन्सी विच इज वी आर नेपाली फर्स्ट त्यसपछि तपाईँको स्टुडेन्टको आइडेन्टिटी होला त्यो आइडेन्टिटी तपाईँले त्यसको होज तपाईँले नबिर्सिने हो भने हामीले नबिर्सिने हो भने देन विल बी एबल टु से नो यो त म गर्दिनँ यो तालाबन्दी म गर्दिनँ ओर दिस इज नट एक्सेप्टेबल भनेर सो यो चेन्ज इज गन बी अ भेरी डिफिकल्ट चेन्ज किनभने यसमा मैले अघि पनि भने यस्तो वेब बनाएको छ त्यो वेबको आधारमा इन्डिभिजुअल पोलिटिसियन्सहरू खडा भएको छन् अर्कोचोटि चुनाव जित्नलाई त्यही विद्यार्थीहरूलाई परिचालन गर्नु छ त्यही नाराबाजी लाउनु छ त्यही त्यो डिनहरूको नियुक्तिमा त्यसरी नै अगाडि जानु छ भनेपछि यो जालो भत्काउनको लागि चाहिँ नि हामीले इन्डिभिजुअली रेकग्नाइज गर्नु पर्यो आफ्नो एजेन्सी र दोस्रो पहिलाको जस्तो पोलिटिक्सको वातावरणै होइन नि पहिला निषेध गरेका थियो होइन निर्दलीय थियो त्यति बेला के भन्छ अन्डरग्राउन्ड मुभमेन्टबाट स्थापित भयो तर अहिलेको परिवेश र पहिलाको परिवेश त फरक छ जस्ट लाइक हामीलाई जुन बेलासम्म हामीलाई औषधिको निड छ त्यति बेलासम्म औषधि खाने हो नि त त्यसपछि त छोड्ने हो नि त त्यो औषधि त्यो रेकग्नाइज गर्नु पर्यो हामीले सो इट विल नट कम अन्टिल इच अफ अस रेकग्नाइज हामी भित्र भएको एजेन्सी एन्ड एक्सर्साइज द्याट एजेन्सी एन्ड टेक द्याट पावर ब्याक
of the individual, of that student. That's how I think the change will happen. So we have time for I think 2 to 3 more questions. एकजना माइक लिएर बसिरहनु भएको छ, उहाँबाट स्टार्ट गरौँ. थ्याङ्क यू म्याम. मेरो नाम चाहिँ निशान भट्टराई हो र मेरो क्वेसन चाहिँ म्यामलाई हाउ डु वी रिफर्म द ब्युरोक्रेसी, यो कर्मचारी तन्त्रलाई चाहिँ कसरी हामीले रिफर्म गर्न सक्छौँ. जस्तै अघि म्यामले भन्नुभयो मिनिस्टरसँग लोयल हुनु पर्यो भएन भनेर हटाइयो, तर बालेनले त्यही गर्न खोज्दाखेरि उनलाई हटाउन दिएन होइन. अब यो लसँग बढी लिङ्क हो कि के हो, अनि यो जस्तै स्ट्याटस कोहरू छ यो ब्युरोक्रेसीमा, तर हामीले प्राइभेट सेक्टरको ब्याङ्क म्यानेजर हेऱ्यो भने कस्तो राम्रोसँग पर्फर्मेन्सहरू दिइरहेछ, सिइओ पनि त 4 वर्षलाई हुन्छ, उसले पनि त काम गरिरहेछ. सो ब्युरोक्रेसीमा हामीले चाहिँ रिफर्म ल्याउन, अपग्रेडेसन ल्याउन चाहिँ के गर्नु पर्ला हजुरलाई, हजुरको बारेमा? ओके, यो इम्पोर्टेन्ट क्वेसन छ, लेट मी आन्सर है त. फर्स्टमा त पोलिटिसियनले रेकग्नाइज गर्नु पर्यो डेलिभरी दिने भनेको ब्युरोक्रेसीले हो, पोलिटिसियनले होइन. मैले गएर कसैको पनि एनओसी पनि साइन गर्दिनँ, ट्रान्सक्रिप्ट पनि साइन गर्दिनँ, के भन्छ स्कुल लिभिङ अर एसईको सर्टिफिकेट, त्यो डेलिभरी गर्ने पार्ट कर्मचारी तन्त्रको हो. कर्मचारी तन्त्रलाई गाइड गर्ने काम पोलिटिसियनको हो होइन. तर त्यो हे वायर गाइड नहोस् भनेर वी हेभ अ सेट अफ रुल्स फर द कन्ट्री, इट इज कल्ड कन्स्टिट्युसन. फर एक्जिक्युटिभ्स, फर कर्मचारी तन्त्र, दोज आर पार्लियामेन्ट्रिज लज. अनि त्यसको अन्तर्गतमा बसेर नियमावली, निर्देशिका, कार्यविधिहरू बन्छ होइन. सो एउटा कुरा चाहिँ नि मलाई लागेको, हाम्रो 2007 सालदेखिकै हामीले हिस्ट्री हेर्ने हो भने whenever there are new forces that came political change को लागि, उहाँहरूले यो कुरा चाहिँ रेकग्नाइज नगर्देको जस्तो लाग्छ होइन. सो फर्स्टको जुन रेभोल्युसन भयो, द्याट वाज अ कम्प्रोमाइज विथ द एक्जिस्टिङ रानास. कर्मचारी तन्त्र कस्तो भयो त्यही लेभलको भयो होइन. कर्मचारी तन्त्रको फेरबदल भयो, ल अञ्चलाधीशको साटो सिडिओ भन्यो होला होइन, अथवा अरू भन्यो होला. तर कर्मचारी तन्त्रको म कुरा गर्दै गर्दाखेरि त्यसमा रिफर्मको लागि नेपालले कामै गरेको छैन. किनभने पोलिटिसियनहरूले अहिलेसम्म पनि म नै भन्छ के, दे हेभ नट रेकग्नाइज एक्चुअल डेलिभरी ह्यापन्स विथ ब्युरोक्रेसी. फर्स्ट रेकग्निसन भन्नु पर्यो. दोस्रो, कुनै पनि अब यो ब्युरोक्रेसी भनेको तपाईँको कुनै अर्गनाइजेसन जस्तै हो होइन. कुनै अर्गनाइजेसन कसरी चल्छ, कुनै अर्गनाइजेसन चल्नलाई त एउटा फङ्सनल एस्पेक्ट हुन्छ अर्गनाइजेसनको. यो ग्लास यहाँबाट यहाँ लानलाई बिचमा कतिवटा स्टेप हुन्छ भनेर होइन. त्यो रिभ्यू पोलिटिसियनले गर्न सक्छ, अथवा त्यो रिभ्यू गर्नको लागि ब्युरोक्रेसीलाई पनि अख्तियारी छ होइन. तपाईँको नियमावली बाहेक त क्याबिनेटमा केही जानु पर्दैन, निर्देशिकाहरू त त्यही मन्त्रालयभित्रकोले चल्छ. तपाईँले बल्कुमा ट्रान्सक्रिप्ट लिन जानै पर्छ भन्ने नियमावली त त्यो ऐनको अन्तर्गत बसेर त्यहाँको कर्मचारीहरूले बनाएको हो नि होइन. हो, अब यो चेन्ज गर्नलाई के भन्छ, कल्चर चेन्ज गर्नुपर्छ क्या. त्यो भनेको हेर्ने दृष्टि हो. आर वी देयर टु सर्भ और आर वी देयर टु रुल? यो फन्डामेन्टल क्वेसनमा हामीले कर्मचारी तन्त्रको पर्सपेक्टिभ चेन्ज गर्न सकेका छैनौँ. इन अल दिस इयर्स इट्स अलवेज अबाउट रुलिङ, इट्स नेभर अबाउट सर्भिङ. इफ इट वाज अबाउट सर्भिङ, एउटा बेसिक सर्वे चाहिँ हुन्थ्यो के. तपाईँले त्यही डकुमेन्ट कतिचोटि कहाँ ठाउँमा सब्मिट गर्नुहुन्छ भनेर एउटा सर्वे हुन्थ्यो, त्यो लिङ्केज कसरी गर्ने भनेर. सो फर्स्टमा संस्कारको कुरा आउँछ होइन. यो संस्कार फेरि चेन्जै गर्न नसक्ने होइन होइन. वान अफ द थिङ्स द्याट आई रियली पुट एफर्ट इन वाइल आई वाज इन मिनिस्ट्री इज लेट्स मेक स्योर एभ्रिबडी सोज अप एट द राइट टाइम. सो इट स्टार्टेड विथ कल्चर भने चाहिँ कहिले पनि मिड लेभल म्यानेजरले चेन्ज गर्न सक्दैन. कल्चर भनेको जहिले पनि इट स्टार्ट्स एट द सिइओ लेभल है. सो प्रधानमन्त्रीबाट कल्चर सेट हुन्छ, मन्त्रीबाट त्यो एन्टायर टिम कसरी चल्छ भन्ने होइन. वेन वी स्टार्टेड सोइङ अप एट 8 AM एन्ड स्टार्टेड ह्याभिङ स्ट्यान्डअप्स 10 बजे, फर्स्टमा 1-2 दिन समयमा आएन, त्यसपछि त समयमा आउन थाल्यो राइट. पहिला ड्राइभरहरू 10 बजे सिंहदरबार बसेर गाडी लिएर फर्किँदाखेरि 11 साढे 11 हुन्थ्यो. देन दे स्टार्टेड सोइङ अप एट 9 बजे. त्यो लुक स्मल बट द्याट्स अ म्यासिभ के भन्छ बिहेभियर चेन्ज. संस्कारको एउटा फर्स्ट क्वेसन. तपाईँहरू सबै एस्पायरिङ पोलिटिसियन हुनुहुन्छ होइन. आइ एम सो ग्ल्याड टु सी द्याट. यो कुरा चाहिँ हामीले रेकग्नाइज गर्नुपर्छ. फर्स्टको स्वीकारोक्ति इज द कर्मचारीज द्याट गिभ डेलिभरी, नट द पोलिटिसियन. भनेपछि त्यसलाई डिरेक्सन दिनु पर्यो, त्यसको संस्कार करेक्ट गर्नु पर्यो. सर्भिस डेलिभरी, देयर टु सर्भ भर्सेस देयर टु रुल, त्यो एउटा पर्सपेक्टिभ चेन्ज भइसकेपछि. दोस्रो,
there is a serious problem of दलीयकरण विदिन कर्मचारी तन्त्र कसप्रति लोयल हुने हैन अनि त्यो हुने बित्तिकै तपाईको आर यु मोर अकाउन्टेबल टु द रिटन रुल्स और आर यु मोर अकाउन्टेबल टु द पोलिटिकल पार्टी द्याट हेल्प्स यु विथ यर प्रमोसन त्यो अकाउन्टेबिलिटी त्यो लाइन अफ डेलिभरी नभइसकेपछि कर्मचारी तन्त्र हेवायर जान्छ के कसप्रति अकाउन्टेबल हुने त त्यो व्हाट डु आई रिमेन ट्रुथफुल फर भनेर हैन सेकेन्ड रिफर्म चाहिने एरिया त्यो हो र थर्ड चाहिने नि किपिङ अप टु डेट विथ व्हाट इज ह्यापनिङ इन टेक्नोलोजी त्यसमा पनि अगेन काम नभएको चाहिँ होइन हैन हामीले त्यो अब मान्छे होइन फाइल घुम्छ भन्छ नि त्यो सुन्दा सुन्दा दिक्क लागिसक्यो तर त्यसको लागि पनि सिस्टम छ के त्यसको लागि सिस्टम GIOMS अलरेडी छ बनाइसक्यो तर अगेन अब क्युआर कोडबाट फाइल घुम्नुपर्छ डजन्ट मेक सेन्स क्युआर कोडबाट फाइलको भित्र त डकुमेन्ट्स स्वाप हुन सक्छ बट वेन इज GIOMS इट्स लाइक बेसिकली गभर्मेन्ट इन्टिग्रेटेड त्यो अपरेसन त्यो तपाईँको अन्तर मन्त्रालय पनि फाइल त्यसरी जान सक्छ डिजिटल सिग्नेचर हुन्छ बेसिक फन्डामेन्टलमा चाहिँ व्हाट इज देयर इन टेक्नोलोजी द्याट विल रियली इनेबल अस टु वी वर्क भेरी हार्ड टु सेट अप गुगल डक्स फर्म्स एटलिस्ट द्याट इज अ लिटल बिट इन्स्टिट्युसनलाइज तर त्यो अप टु डेट इन टेक्नोलोजी टु इम्प्रुभ सर्भिस डेलिभरी यो एउटा रेकग्निसन बाई पोलिटिसियन र तीनटा चाहिँ नि त्यो संस्कारकोमा द्याट इज हाउ आई थिङ्क कर्मचारी तन्त्रमा चेन्ज ल्याउनु पर्ने हो सो वी हेभ वान लास्ट क्वेसन है एकजना महिलाको पनि लिउँ उहाँ प्लिज हजुरको नाम र हजुरको प्रश्न ठुलो स्वरले भन्दा सुनिन्छ we actually made a video to ask students your representation matters त्यसैले गर प्लिज भोट चाहिँ नि गर भनेर भोट चाहिँ नि भिडियो चाहिँ बनाएको थियौँ आई डोन्ट नो आई क्लियरली इट डिडन्ट हेल्प इफ द टर्न आउट वाज नट द्याट गुड हैन बट आई थिङ्क यस दुईवटा कुरा हैन यदि कुनै सिस्टमले डेलिभरै गर्दैन भनेर मान्छेलाई इनहेरेन्टली लाग्छ मेरो आवाजै सुनिन भने वाइ वुड समबडी गो द्याट एक्स्ट्रा माइल टु गो भोट भन्ने हो एउटा दोस्रो इज इट अ प्र्याक्टिकल प्रब्लम तपाईँको दिस इज द स्याड पार्ट है प्रशासन र प्रोफेसर्सहरूमा दलीयकरण भएकोले कतिवटा कम्प्लेन्स चाहिँ मलाई कस्तो आएको थियो भन्दा स्टुडेन्ट लिस्टै दिएन दिदी भनेर पनि मेसेजहरू चाहिँ आएको थियो हामीलाई सो देयर वर अ लट अफ पिपल हु वर रनिङ इन्डिपेन्डेन्ट हु वर थिङ्किङ हामीलाई स्टुडेन्ट लिस्टै दिएन सो वी कुड नट एक्टिभली गो मेसेज हामीले यसको लागि गर्ने भनेर त्यो पनि समस्या होला दलीयकरण इन प्रशासन र यता होइन र तेस्रो चाहिँ नि मैले फेरि भन्छु जस्ट लाइक हामीले ओभरअल देशको लागि सोचिरहेछौँ आफूभित्र भएको एजेन्सीलाई त रेकग्नाइज गर्नु पर्यो TUSOMले दे सेन्ट अस इमेल्स या सेइङ वी डोन्ट वान्ट टु भोट यो काम नकाजको यो भोट गर्ने भनेर हामीसँग सल्लाह नगरिकन गर्यो अब हाम्रो पढाइ यहाँ कहिले को आएर प्रचार द्याट इज डेन्जरस के त्यो भनेको त हरेक स्टुडेन्ट युनियनबाट लिडर बनेको पोलिटिसियनले सोध्नुपर्ने हो नि त जुन फाइटको लागि जेलनेल गयो सबै गर्यो भोटिङ राइट त्यो पावर नै मान्छेहरूले आई वुड रादर लिभ दिस पावर सो आई क्यान ह्याभ प्रपर स्टडिज भनिरहेछ भने त देयर इज इट्स डिफङ्क्ट भनेर एक्सेप्ट गर्नु पर्यो यसलाई इम्प्रुभ गर्नको लागि द ओन्ली आई थिङ्क वी अल ह्याभ अ पार्ट टु प्ले होइन तर द मोर स्टुडेन्ट युनियन्स स्टार्ट हियरिङ or listening to students को समस्या and taking it forward विश्वास पर्छ अहिले हाम्रो समाजको एन्टायर प्रब्लम नै विश्वसनीयता एकदम घट्या छ नि त त्यसको लागि त ओभर टाइम काम गर्नुपर्छ सबैले सो लाइक वी सेड अघि वितृष्णा जागेको छ वितृष्णा हटाउनु पर्छ स्टुडेन्ट्सहरुबाट एक्सक्युज मी सो उहाँले एकदमै हात उठाए मेरो क्यान आई स्पिक ओके श्योर सरी मेरो लास्ट क्वेसन चाहिँ म्याम हजुरको चाहिँ पोलिटिकल स्पिरिट चाहिँ राम्रो छ भन्छ मान्छेहरूले होइन तर हजुरको पोलिटिकल फेथ
जुन विचार छ हैन नेपालमा चाहिँ अहिले पोलिटिकल पार्टीहरू पनि हामीले स्ट्रिटमा सदनमा चाहिँ प्रतिपक्ष राम्रो भएन भनेर राप्रपाको जस्तो सुकै विचार भए पनि मान्छेहरू जोडिरहेछ के उनीहरूको भोइस स्ट्रिटको भोइस चाहिँ राप्रपाले उठाइरहेछ भनिरहेछ तपाईको चाहिँ खास पोलिटिकल फेथ चाहिँ के हो त्यो जस्तो यो मैले किन पनि सोधिरहेको छु भन्दाखेरि एउटा पोलिटिकल निष्ठा हुन्छ नि त्यो डिसिप्लिन पनि हो र त्यसको एउटा एडभोकेसी गरिन्छ त्यसको पनि चरणहरू हुन्छ आफूले एउटा लेगेसी छोडेर गइन्छ त्यसपछि अरू नयाँ जेनेरेसनले पनि त्यसलाई लिड गर्ने हुन्छ हजुरको खास पोलिटिकल फिलोसफी पोलिटिकल इन्क्लिनेसन पोलिटिकल नोसन जेसुकै भनौँ वाट एभर वी मे कल त्यो चाहिँ के हो क्लियर गरिदिनुहोस् न थ्याङ्क यू Sure. So, I believe in republic, which is basically we all get together. यसलाई डिमिस्टिफाई गरौँ है यो ठुल्ठुलो शब्दहरूमा चाहिँ नि म चाहिँ पहिला एकदम तपाईँहरूलाई त अब युआर इन्ट्रेस्टेड इन पोलिटिक्स मेबी तपाईँहरूलाई थाहा थियो होला मैले चाहिँ आई एक्चुली वान्ट टु टेक अ क्लास यो लेफ्ट राइट भनेको के हो यसमा कसरी हुन्छ भनेर होइन सो वाट आई बिलिभ इज इट इज अ गुड आइडिया यदि इफ दिस वाज एन्टायर नेपाल इट्स अ गुड आइडिया फर अस टु गेट टुगेदर and basically come up with a set of rules that we will govern us by, हैन त्यो rules चाहिँ नि लिपिबद्ध गरेर let's write it down. That is basically a republic. People, I think there's a difference between democracy and a republic. Democracy ma is the majority that rules, हैन. In republic, even if there is a majority, we abide by a set of rules. Majority le certain ethnic class को लागि चाहिँ नि all right they are not going to be allowed to participate भनेर majorityले decide गर्यो भन्दैमा that is not acceptable to me, right? So I firmly believe in a republic. I think that is the fundamental principle. त्यसपछि दोस्रो हामीले पोलिटिकल पार्टीको अहिलेसम्म कुरा गर्दाखेरि पोलिटिकल पार्टीको दुईटा एस्पेक्ट हुन्छ एउटा मुभमेन्टको वेयर आफूले भने जस्तो यो लेगेसी छोड्ने यो मेरो विचार हो भनेर भन्ने अर्को पार्ट इज प्योरली अन द गभर्नेन्स साइड हैन त्यो गभर्नेन्स साइडसम्म पहुँच राख्नको लागि भोट्सहरू ल्याएर इन द सिस्टम वी एक्जिस्ट राइट इफ त्यो द्रव्यसाको पालामा भएको भए आई वुड बी प्र्याक्टिसिङ इन अ ट्रेडमिल बिकज कुदेर जितिन्थ्यो कुदेर राजा हुन्थ्यो होइन बट बिकज वी लिभ इन अ प्लेस वेयर इच अफ अस भोट I am working on एउटा त मुभमेन्टको पार्ट भयो वाट इज इट द्याट वी स्ट्यान्ड बाई कसरी चाहिँ गभर्न गर्ने कसरी चाहिँ नि हाउ डु वी एक्जिस्ट समाजलाई बाँच्न योग्य कसरी बनाउने वाट इज द्याट डेफिनेसन भनेर सो त्यो भनेको रिपब्लिक मेरो एक पोलिटिकल बिलिफ सो वी एक्जिस्ट इट्स आई थिङ्क द बेस्ट फर्म अफ गभर्नेन्स इज अ रिपब्लिक हामी फेडरल रिपब्लिक अफ नेपालमा छौँ होइन यसको दोस्रो स्टेप गोइङ ब्याक इज हाम्रो अहिलेको मैले जति पनि लजहरू हेरेका छौँ र इम्प्लिमेन्टेसनको पाटो हेरेका छौँ त्यसमा हामीले संविधानमा संवैधानिक समाजवाद भन्छौँ तर इट हेज नट रिफ्लेक्टेड इन लज द्याट इज द गभर्नेन्स पार्ट होइन भन्नलाई त जे नि भन्यो म उदाहरण दिन्छु होइन हाम्रो ब्याङ्क्सहरूमा इट्स इन्स्योर्ड सर्टेन अमाउन्ट इज इन्स्योर्ड इन ब्याङ्क्स अफ डिपोजिटर्स कति रकम हो त्यो थाहा छ 5 लाख 5 लाखसम्मको हाम्रो डिपोजिट्स इज इन्स्योर्ड बाई सेन्ट्रल ब्याङ्क होइन यदि ब्याङ्क उड्यो भने पनि 5 लाखसम्मको डिपोजिट चाहिँ नि सेन्ट्रल ब्याङ्कले म भरपाई दिन्छु भन्छ 5 लाखभन्दा बढी भयो भने ब्याङ्क डुब्यो भने डुब्छ होइन तर इफ वी आर एक्चुली समाजवाद ड्रिभन कन्ट्री इट सुड हेभ रिफ्लेक्टेड इन सहकारी इट सुड हेभ रिफ्लेक्टेड इन लघुवित्त होइन ब्याङ्कहरूमा त एटलिस्ट एउटा वर्गको एक्सेस छ उसले ब्याङ्कमा एक्सेस लियो र उसको डिपोजिट सर्टेन अमाउन्टसँग सेभ प्रोटेक्टेड भयो रिसेन्टली वी पास्ड ल होइन यो नेप्सेमा तपाईँको अब कमोडिटिज फ्युचर मार्केट्स पनि राख्ने डेरिभेटिभ्स मार्केट राख्ने भनेर अनि त्यसको लागि पनि एउटा फन्ड बनाउने भनेको छ होइन द क्ल्यारिटी द्याट गभर्मेन्ट अथवा संविधानकै अनुरूप भनौँ अथवा यो अहिलेको इभन नेपाली कङ्ग्रेस एज समाजवादको होइन अब युएमएल त युएमएलै भयो द क्वेसन बिकम्स तपाईँको स्टक मार्केटमा त इज क्यापिटलिस्ट राइट त्यसको कोषको कतिसम्म प्रोटेक्ट गर्ने 100% प्रोटेक्ट गर्ने हो भने त करोडौँ करोड पनि सिक्योर भयो भर्सेस रेगुलर पिपल जसको एन्टायर लाइफ सेभिङ ब्याङ्कमा गएको छ त्यसको जम्मा 5 लाख बचत प्रोटेक्टेड छ सो
गोज टु दुईटा पार्ट। जबसम्म हामीले यो दुईटा पार्ट सेपरेट गर्दैनौँ र दुईटा पार्टलाई एकदम क्रिटिकली एनालाइसिस गर्दैनौँ, इट इज भेरी इजी टु बी लस्ट इन के भन्ने अब प्ले अफ वर्ड्स द्याट यो हो होइन, दिस इज वाट इट इज। बट इट एब्सोल्युटली, इफ यु आस्क मी, when I look at the laws on is Samajwad truly reflected in the laws that we abide by, it is not. Why? यदि समाजवाद truly reflect हुन्थ्यो भने टिचर्सहरूको पेन्सन पट्टा काठमाडौँमा मात्रै आएर, इट्स गट भेरी लिटल टु डु विथ फेडरलिजम के। समाजवाद यदि थियो भने होइन, त्यो बैतडीबाट थिङ्क अबाउट द कस्ट अफ द्याट टिचर हु सर्भड इन रिमोट एरिया, द कस्ट अफ सर्भिस रिसिभिङ सर्भिस फ्रम गभर्मेन्ट इज भेरी हाई फर पोर पिपल। द्याट इज नट समाजवाद होइन त। सो देयर इज अ डिफरेन्स बिट्विन त्यो दस्तावेजमा अथवा भन्ने एउटा स्पिल होइन र हाउ वी प्र्याक्टिस र पोलिटिकल पार्टीको। मैले तपाईँहरू सबैलाई अनुरोध चाहिँ के गरेँ भन्दा त्यो सेपरेट गरौँ। लेखिएको के छ र मैले अघि पनि भने हाउ डज ब्युरोक्रेसी एक्चुली डिलिभर, त्यो कानुनहरू अन्तर्गत त्यो कानुनहरू चाहिँ कसरी लेखिएको छ, त्यसमा तालमेल छ कि छैन भनेर त्यो चाहिँ नि हामीले यदि एकदम स्ट्रिक्टली हरेक ऐन अथवा इम्पोर्टेन्ट ऐन हेर्ने हो भने चाहिँ नि इट विल बिकम भेरी क्लियर द्याट टाइम आउट we've not really lived by the principles of whatever political party existing अहिलेसम्मको, we've not lived by it, है। So that's important. So अनि त्यो चाहिँ नि मैले रिक्वेस्ट गर्छु, that is precisely, it will be wonderful for each of you. You're all like एकदम पढे लेखेको मान्छेहरू होइन, start taking very active interest in politics. तपाईँहरूले लिइराख्नु भएको छ, तर एक स्टेप अगाडि जानुहोस्। एउटा मौखिक हुन्छ, हामी यो हो यो हो यो हो हामी यसमा बिलिभ गर्छौँ भन्ने, अर्को पार्ट भनेको डज इट रियली रिफ्लेक्ट। नेपालको गभर्मेन्ट एजुकेसनमा जम्मा 20 जना कम्प्युटर साइन्स पर्मानेन्ट टिचर छ, द्याट इज नट समाजवाद, राइट? द्याट इज वाट द रियालिटी इज। सो त्यो कानुनमा रिफ्लेक्ट नभएसम्म ब्युरोक्रेसीले डिलिभर गर्न सक्दैन। ब्युरोक्रेसीले डिलिभर गर्नलाई कुनै कानुनमा टेकेर गर्नुपर्छ, होइन भने अख्तियार लाग्छ। त्यो कानुनमा रिफ्लेक्ट यदि whatever whoever प्रोफेसर्सले गरेका छैन भने चाहिँ नि यु निड टु होल्ड पिपल लाइक मी भेरी अकाउन्टेबल, सेङ यो किन नगरेको भनेर। सो त्यो एजेन्सी, मैले फेरि रिपिट गरेँ, हामी सबैजनाको मल्टिपल आइडेन्टिटी छ। त्यो मल्टिपल आइडेन्टिटीमा कुनै पनि एउटा आइडेन्टिटी यदि हावी हुन्छ भने त्यो चाहिँ तपाईँको नेपाली हुने आइडेन्टिटी चाहिँ हावी होस् भनेर मेरो कामना पनि छ। धन्यवाद, थ्याङ्क यू। सो क्वेसन्स धेरै छ है, क्वेसन्स धेरै छ तर समयको पाबन्दी छ। हामीसँग अरू सेसन्सहरू पनि छ, अरू फिमेल पोलिटिसियन्सहरू पनि हुनुहुन्छ, डिफ्रेन्ट सेक्टरको मान्छे हुनुहुन्छ। यु क्यान आस्क युर क्वेसन एन्ड पुट फरवर्ड युर क्वेरिज त्यति बेला। अहिले चाहिँ विल कन्क्लुड द सेसन फर टुडे। थ्याङ्क यू सो मच फर यर टाइम। एकचोटि थ्याङ्क्स सो मच।